आज रसुवा जिल्लामा जति बाढी आयो त्यो भन्दा ठूलो बाढी सामाजिक सञ्जालका पोस्टहरूमा देखियो। नेपाल चीन रसुवागढी सीमाबाट करिब 20 किलोमिटर उत्तर पूर्वमा हिमपहिरो गएको र उक्त हिमपहिरो लेहेन्दे खोला हुँदै टिमुरे क्षेत्र प्रवेश गरेको थियो र अन्तिममा गएर त्रिशुलीमा प्रवेश गरेको थियो। यसले रसुवा, नुवाकोट, धादिङ, चितवन जस्ता जिल्लाहरूमा एकदमै ठूलो जनधनको क्षति गरेको छ र यस्ता सूचनाहरू चाहिँ सामाजिक सञ्जालमा अरूले शेयर गरेको पोस्ट हेर्ने भन्दा पनि सरकारका वेबसाइट र गभर्नमेन्ट पोर्टलहरूबाट हेर्नु होला। यसको लागि एउटा पोर्टल भनेको चाहिँ जल तथा मौसम विज्ञान विभागको वेबसाइट रहेको छ। यो वेबसाइटमा विभिन्न फोरकास्टहरू राखिएको छ। रेनफल कति हुन सक्छ, बाढी कहाँ आउन सक्छ, पहिरो कहाँ आउन सक्छ, जोखिमयुक्त क्षेत्र कुन हुन् भनेर नक्साङ्कनै गरेर राखिएको छ। यसमा हेर्नुभयो भने त्रिशुली एट फुर्के खोला मलेखु डेन्जर लेभलमा छ। यसमा क्लिक गर्नुभयो भने तपाईले नदी कति सतहसम्म आउन सक्छ र हिजोका दिनमा के थिए भन्ने कुरा हेर्न सक्नुहुन्छ र यसै वेबसाइटमा गएर तपाईले फ्लोड फोरकास्ट भनेर हेर्नुभयो भने यस्तो इन्टरफेस हेर्न सकिनेछ, जहाँ चाहिँ बाढीका प्रभावहरू विभिन्न क्षेत्रमा के छन् भनेर हेर्न सकिनेछ। यसमा गएर तपाईले रियल टाइम डाटा हेर्न सक्नुहुन्छ। रिभर वाच भनेर राखिएको छ, रेनफल वाच भनेर राखिएको छ, करेन्ट फोरकास्ट भनेर राखिएको छ, फ्लड हाजार्ड म्याप भनेर राखिएको छ। तपाईले रिभर वाचबाट हेर्नुभयो भने यहाँ नदी कुन नदी डेन्जर लेभलमा छ, कुन नदी वार्निङ लेभलमा छ, कुन नदी वार्निङ लेभल भन्दा तल छ भनेर हेर्न सकिने र यो सँगै अर्को सरकारको पोर्टल भनेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण भनेर छ, जहाँ चाहिँ तपाईले विभिन्न आपतकालीन नम्बरहरू हेर्न सक्नुहुनेछ र केही समस्या विपद परेमा सम्पर्क गर्न सक्नु। र नेपाल सरकारका आधिकारिक सूचनाका लागि तपाईले गृह मन्त्रालयको वेबसाइटबाट पनि हेर्न सक्नुहुनेछ। वेबसाइट सँगै नेपाल सरकारका विभिन्न मन्त्रालय तथा विभागहरूका सामाजिक सञ्जालका पेजहरू पनि छन्। उक्त पेजहरू मात्रै फलो गर्नु होला र देशमा विपद चलिरहेका बेला एउटा जिम्मेवार नागरिकले अरूलाई अप्ठ्यारो परेको भिडियो भाइरल र भ्युज ल्याउने नाममा चाहिँ शेयर नगरिदिनु होला। धन्यवाद।